हामी जो कोही भए पनि एक आपसमा चाहिँ मद्दत गर्नुपर्छ है भन्ने जानकारी मलाई भिडियो हेर्नु साथीहरु। यस भिडियोमा एकजना लेडी यसरी रोडको फुटपाथको किनारामा चाहिँ यसरी नारियल पानी बेचिरहेकी छिन्। त्यतिकै एकजना बुढा व्यक्ति आउँछन् र उनले चाहिँ नारियल पानी किन्छन् र उनले चाहिँ पानी खाँदै गरेका हुन्छन्। उनले चाहिँ मजाले काटेर दिन्छन्, उनले खाँदै गरेका हुन्छन्। त्यतिकैमा चाहिँ लेडीले चाहिँ आफ्नो चाहिँ दोकान मिलाउन थाल्छिन् र त्यतिकैमा एकजना पुलिसवाला आउँछन् र पुलिसवाला आएर त्यहाँ धम्काउन थाल्छन्। हुनसक्छ उनले के भनेको भने दोकान यहाँबाट हटा भनेको होलान् या फिर उनले नारियल पनि मागेका होलान् र हुनसक्छ कि यो लेडीले भनेकी होलिन् कि पहिलाको पुरानो पैसा देऊ अनि नारियल दिन्छु भनेको होलिन् या कुनै पनि कारण हुनसक्छ। तर त्यतिकैमा चाहिँ पुलिसवालाले चाहिँ यसरी सामानहरू त्यहाँबाट निकालेर फाल्न थाल्यो र त्यहाँ उसले चाहिँ एउटा लफडा नै एउटा गर्न थाल्यो। त्यतिकैमा चाहिँ एकजना व्यक्ति आउँछन् र तिनी व्यक्तिलाई चाहिँ भिडियो बनाउन थाल्छन्। भिडियो बनाउन खोज्दाखेरि र त उसले चाहिँ बनाउन दिँदैन। त्यति अरू व्यक्ति आउँछन्, अरू व्यक्ति मान्छेहरू कट्ठा हुँदै जाँदाखेरि यो पुलिसवालालाई लाग्छ कि अब यहाँ चाहिँ जनताहरू धेरै आउँदैछन्, पब्लिक धेरै हुँदैछन्, अब मलाई चाहिँ यहाँ समस्या पर्न सक्छ होला भन्ने मानेर यो पुलिसवालाले चाहिँ यिनी नानीलाई चाहिँ यिनी लेडीलाई चाहिँ यिनी दोकानदारलाई अब पैसा निकालेर पैसा दिन्छ र त्यहाँबाट जान्छ। यस भिडियोबाट हामीले चाहिँ के बुझ्छौँ भनेपछि हामीले चाहिँ एक अर्कालाई चाहिँ मद्दत गर्नुपर्छ र त्यसैमा चाहिँ सबै पुलिसवाला चाहिँ नराम्रा हुँदैनन् र सबै पुलिसवाला पनि राम्रा हुँदैनन् भन्ने कुरो यसबाट कहीँ न कहीँ हामीलाई यो पनि जानकारी हुन आएको छ र त्यसैले हामी चाहिँ एक अर्कालाई चाहिँ सहकार्य गर्ने, एक अर्कालाई मद्दत गर्नुपर्छ भन्ने जानकारी मलाई भिडियो साथीहरु भिडियो कसलाई मन परेदेखि शेयर गर्नु होला।